प्रतिक्रिया पनि दिनुहोला। मेरो सृजनालाई मैले चाहिँ मुक्तक भन्छु। तपाईहरुले यसलाई कसरी लिनुहुन्छ? मेरो सृजनाको शीर्षक छ तिमी पनि म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो भन्ने छ। म सुरु गर्दैछु। तिमी पनि म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो, साँच्चै तिमी म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो। अनुशासित र समाजमा आदर्श मान्छे बन्नु छ भनेर घरिघरि फिक्रिन्छु। अनुशासित र समाजमा आदर्श मान्छे बन्नु छ भनेर घरिघरि फिक्रिन्छु। पढ्न भनी किताब अगाडि राख्छु, मोबाइल सम्झन्छु, पढ्न बिर्सन्छु। लेख्न लाग्यो कहिले साथी कहिले आफन्त, लेख्न लाग्यो कहिले साथी कहिले आफन्त, कहिलेको सम्झन्छु। फेसबुक, टिकटक, पब्जी र व्हाट्सएप सम्झिन्छु। फेसबुक, टिकटक, पब्जी र व्हाट्सएप सम्झिन्छु। ग्रामर, व्याकरणको नियम, सामाजिकको घटनाक्रम र साइन्स म्याथको फर्मुला झुसुक्कै बिर्सन्छु। ग्रामर, व्याकरणको नियम, सामाजिकको घटनाक्रम र साइन्स म्याथको फर्मुला झुसुक्कै बिर्सन्छु। खोइ मलाई के भएको छ के, खोइ मलाई के भएको छ के, बिर्सन पर्ने सम्झन्छु, सम्झन पर्ने बिर्सन्छु। खोइ मलाई के भएको छ के, बिर्सन पर्ने सम्झन्छु, सम्झन पर्ने बिर्सन्छु। त्यसैले म यो कामना गर्छु, तिमी पनि म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो। तिमी पनि म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो। घरिघरि तिमी पनि म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो। घरिघरि तिमी पनि म बिग्रिए झैं नबिग्रिए हुन्थ्यो। खुरुखुरु पढे हुन्थ्यो, खुरुखुरु पढे हुन्थ्यो, बिना स्वादै नफिक्रिए हुन्थ्यो। खुरुखुरु पढे हुन्थ्यो, बिना स्वादै नफिक्रिए हुन्थ्यो। धन्यवाद। Thank you for